हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। हामी दुईजना चाहिँ अहिले कहाँ छौँ भनेर देख्न सक्नुहुनेछ। हामी चाहिँ अहिले छौँ हिलेमा। अहिले हामी हिले बजारमा छौँ अनि हामी चाहिँ आज हिलेको प्रसिद्ध ठाउँ जान लागेको छौँ। फर्स्ट अफ अल यो रह्यो कता कता गयौँ भनेर तपाईँलाई हामी देखाउँछौँ है त। हामीले हिलेको एउटा भगवती वक्रकुण्ड मन्दिर भन्ने ठाउँ छ। मेरो साथी चाहिँ अगाडि नै बसेको थियो, म गएको थिइनँ। त्यही भएर मेरो साथीले मलाई लाँदै रमाइलो गर्दै गयो मान्छे होइन। फाइनली बल्ल त्यो ठाउँ आयो, तर जाँदाखेरि पनि साह्रै गाह्रो हुँदो उकालो थियो। अनि म चाहिँ सकिनँ अनि साथीलाई ताना भनेर अनि साथीले अगाडि हिँड्दै मलाई तान्दिरहेको थियो। साथी अघि म पछि आजकल त दामी थियो होइन, कस्तो राम्रो भिडियोहरूमा पनि हामीले भिडियोहरू बनायौँ, तर हामी मन्दिर जान सकेनौँ होइन। मलाई लाली गुराँस जोडेर ल्याइदियो अनि हामी चाहिँ फर्किँदै थियौँ। फर्केर हेर्दाखेरि कस्तो दामी देखेको र हिले बजार कस्तो राम्रो थियो। अनि फर्किँदै हामीले गुम्बाबाट हामी अर्को लोकेसनमा गयौँ। त्यो थियो अहिलेको फेमस ठाउँ भनेको यो साँपको रुख भएको ठाउँमा हामीले भिडियो बनायौँ, फोटो खिच्यौँ अनि लास्ट टाइममा हामीले होली पनि सँगै खेल्यौँ होइन। अनि त्यहाँपछि लास्ट जाने बेलामा मेरो साथी जान लागेको थियो अनि हामीले फेमस ठाउँ तपाईँलाई थाहा नै छ। यो त मैले भन्नु पर्दैन यो ठाउँ कता छ के छ भनेर सबैलाई थाहा नै छ। हिलेको प्रसिद्ध सेकुवा घर कहाँ हो भनेर होइन। यस्तो प्रसिद्ध ठाउँमा मिठो नहुने त कुरै भएन होइन। हामीले चाहिँ टन्न हुन्जेलसम्म खायौँ अनि त्यहाँपछि घरतिर लाग्यौँ। सबैले हेरिदिनु भएकोमा धन्यवाद।